ल हेर्नुहोस् है साथीहरु, चेन लगाउन तपाईहरुलाई अप्ठ्यारो भइरहेको छ। ल हेर्नुहोस् है, अब त्यहाँनेर रुलर्स कैंची अथवा नङकिटमा त्यहाँनेर च्यापेर हेर्नुहोस् त कस्तो मजाले चेन लगाइरहेको छ। त्यस्तै गरी फोकमा हेर्नुहोस्, फोकमा अड्काएर ज्याकेटहरुको चेन हेर्नुहोस् त कति मजाले त्यहाँनेर लगाइरहेको छ। हो, यस्तो खालको टेक्निक तपाई हामीले पनि फलो गर्न सक्छौं है, भिडियो हेरेर भिडियो मार्फतबाट। ल हेर्नुहोस् त, यस्तै खालको तपाईहरुलाई भिडियो मन पर्छ भने मलाई लाइक शेयर फलो गरिदिनु। ल हेर्नुहोस् है साथीहरु, लाइटर सलाई नहुँदाखेरि हामीले के गर्ने त, कसरी आगो बाल्ने त। ल हेर्नुहोस् है, यो मान्छेले यहाँनेर अब त बाँस ल्याएर बाँस रगटिरहेको छ, एउटा पटुवा साइडमा राखेको छ। अब कसरी आगो बाल्दो रहेछ त। ल हेर्नुहोस्, अब त्यहाँनेर बाँस टु बाँसबाट त्यहाँ रगट्नु पर्दो रहेछ। रगटिसके पछाडि त्यहाँनेर धेरै बेर रगटिसकेपछि त्यहाँनेर भनेको तापक्रमले गर्दाखेरि त्यहाँनेर आगो बल्नेछ। आगो यसरी बाल्दो रहेछ पहिलाको मान्छेहरूले। हेर्नुहोस्, अब हामीले पनि अब कुनै ठाउँ गयौं भने अब लाइटर सलाई नहुँदाखेरि हामीले यस्तो खालको ट्रिक अपनाउन सकिन्छ। जंगलतिर अब कतै गइएछ भने अब लाइटर सलाई नहुँदाखेरि पनि यस्तो टेक्निक हामीले फलो गर्न सकिदो रहेछ है साथीहरु। ल हेर्नुहोस् त, यो मान्छेले कस्तो मजाले आगो बालेर देखाइदियो त। तपाई हामीले पनि यस्तो गर्न सक्छौं है लाइटर सलाई नहुँदाखेरि। ल हेर्नुहोस् है साथीहरु, यहाँनेर यो बोतल पानीको जारलाई किन दुलो दुलो बनाइरहेको छ र पाइप पनि किन दुलो दुलो बनाइरहेको छ, यो हामी पुरा भिडियो हेर्नु पर्ने हुन्छ है। ल हेर्नुहोस्, अब त्यहाँ पानीको बोतल दुलो बनायो। अब भनेको अब पुदिना लिएर आउँछ, पुदिना मिन्ट। अब जुन दुलो दुलो बनाएको ठाउँमा त्यहाँनेर पुदिना हाल्दिन्छ। पुदिना हाल्दिसके पछाडि अब एकछिन पछाडि माटो हाल्दिन्छ। त्यो पाइप जुन अघि हालेको ठुलो होल त्यसबाट माटो हाल्दिन्छ। माटो हाल्दिसकेपछि त्यो पाइपलाई मजाले कस्दिन्छ। कस्दिसके पछाडि हामी देख्न सक्छौं अब एकछिन पछाडि माटो भर्दैछ। माटो भरिसकेपछि त्यसलाई टाइट कस्देर त्यहाँ ठुलो होल बनाएकोबाट पानी हाल्दिन्छ। पानी त्यसरी हाल्दैपछि अब केही दिन भित्रमा त्यो जाग्नेछ। ल है साथीहरु, यसरी पनि जगाउन सकिदो रहेछ। पुदिना नभइकन अरू चिज पनि हामीले यसरी जोगाड गर्न सकिन्छ है साथीहरु।